Day to America, not Nepal. Now we are America, so नेपालीबाट भन्दा नि थ्याङ्क्स गिभिङ डे हो आज त्यसको लागि चाहिँ आज हामी सेलिब्रेसन गरिरहेका छौँ सेलिब्रेसन नगरे पनि तर चाहिँ हाम्रो दाइ धेरै वर्ष भयो यहाँ बस्नुभएको आज चाहिँ थ्याङ्क्स गिभिङ डेको दिन हामी चाहिँ मौकाले चान्सले चाहिँ मिल्ने मौका पाएको छ दाइसँग भेट्ने चान्स भयो यो आज धेरै खुसी छौँ दाइले चाहिँ सबै यत्रो आइटमहरू चाहिँ बनाएर राख्नुभयो हाम्रो लागि भाइहरू आइजा भनेर होइन हामी चाहिँ बसेका खाम खाम रमाइलो गरेका छौँ दाइलाई चाहिँ दाइप्रति चाहिँ आभार व्यक्त गर्न चाहन्छौँ अर्को वर्ष पनि हामी चाहिँ यस्तै गरेर बस्न पाऊँ जस्तो लाग्छ भेट हुन पाइयोस् यो चाहिँ कामना गर्दछौँ यो थ्याङ्क्स गिभिङ भनेको चाहिँ यो अमेरिकाको हाम्रो नेपालको दसैँ जस्तो हो अब क्रिसमस टर्की सड्की भन्ने एउटा त्यो काटेर खाने मासु पकाउने पार्टी गर्ने यिनीहरूको त्यस्तो हो अब क्रिसमस भनेको चाहिँ हाम्रो तिहार जस्तो तिहारमा फेरि हाम्रो पार्टी यस्तै हुनुपर्छ है यस्तै हुनु योभन्दा अझ खतरा हुन्छ फेरि हुन्छ त्यो टेन्सन नगर्नु दाइ हुन्छ हुन्छ गर्नुहुन्छ तपाईँहरूले गर्नु पर्यो दसैँमा पनि गर्नुभयो यसपालि चाहिँ बन्देल सधैँ ल्याएर खाइयो अर्को चाहिँ खसी नि ल्याएर खानुपर्छ खसीको बन्देल कहाँबाट आयो दाइ यो बन्देल चाहिँ न्युयोर्कबाट ल्याएको बन्देल हो है यो न्युयोर्कको त्यो जो के होटल जुन्तारा होटलबाट तर जे भए पनि कस्तो भन्दाखेरि यो हामी ठाउँमा चाहिँ हरिणहरू यस्ता चाहिँ डियरहरू हुन्छ नि जो त दिनदिन त आउँछन् हाम्रो कोठामा आउँछ कोठा आउँछ दिन्छन् लान्छस् खान्छस् भन्ने यो पनि छ यहाँ डियरको मासु पनि मिसिआयो यो भाइ हुन्छ यो डियर भन्नाले हाम्रो हरिण नेपालमा हरिण भन्छौँ मृग हरिण भन्छ नेपालमा यहाँ डियर भन्ने त्यही हाम्रो त के छ खाम बसेन अन्तिम शब्द के हो अन्तिम शब्द केही छैन भाइ भोलि पनि पर्सि पनि हामी चाहिँ यस्तै रमाइलो टाइम गरेर बसिरहौँ होइन दाइ यहीँ हुनुहुन्छ म त्यही हो ल चेस एकचोटि दाइ के अरे ह्याप्पी थ्याङ्क्स गिभिङ डे थ्याङ्क यू थ्याङ्क यू